नेपाली राष्ट्रिय क्रिकेट टोलीले युकेमा ऐतिहासिक नतिजा निकाल्न सफल भयो। CWC लिग 2 अन्तर्गत भएको 4 खेलमा 3 जित र T20 सिरिज अन्तर्गत भएका 4 खेलहरूमै 2 जित निकाल्न सफल भयो। यसरी हेर्दा स्टुअर्ट ल आएपछि नेपाल आफ्नो लयमा फर्किएको छ। नयाँ कोच स्टुअर्ट लको नेतृत्वमा खेलेको यो पहिलो लिग थियो। नेपालले नयाँ कोच आउनुभन्दा पहिले एकदमै खराब फर्म चलिरहेको थियो। नयाँ कोच आएपछि नेपाली टोलीले केही ऐतिहासिक नतिजा निकाल्न सफल भएको छ। युके टुर नेपालका लागि साँच्चै उपलब्धिमूलक भयो भन्दा फरक नपर्ला। आज हामीले यस वर्ष खेल्ने केही महत्त्वपूर्ण खेलहरूको तालिका लिएर आएका छौँ। 2024मा T20 वर्ल्ड कप, एसियन कप खेली इतिहासकै शिखरमा रहेको टोली ओह्रालो लागेको थियो। त्यही ओह्रालो लागेको टोलीलाई कहाँ धाल्न आउँछन् नयाँ कोच स्टुअर्ट ल। उनी आएपछि युरोपमा खेलिएका प्र्याक्टिस म्याच होस् या CWC लिग 2 अन्तर्गत खेलहरू, सम्पूर्ण खेलमा नेपालले एकदमै राम्रो नतिजा निकाल्न सफल भयो। युके टुर पछि नेपालले अब आफ्नो महत्त्वपूर्ण खेलहरू कहिले खेल्नेछ भन्ने विषयमा हामीले आजको भिडियो तयार गरेका छौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। भर्खरै आएको सूचना बमोजिम नेपालले सेप्टेम्बर 27, 28 र 30मा वेस्ट इन्डिजसँग 3वटा T20 सिरिज खेल्नेछ, जुन खेल शारजा क्रिकेट ग्राउन्ड UAEमा खेलिनेछ। त्यस्तै यसै वर्ष अक्टोबरमा नेपालले 2026 T20 वर्ल्ड कपको लागि क्वालिफायर खेल पनि खेल्नेछ। त्यस्तै अक्टोबरमा UAE र USA विरुद्ध CWC लिग 2 अन्तर्गतको अर्को राउन्ड खेल्नेछ। डिसेम्बरमा नेपालले USA र ओमान विरुद्ध CWC लिग 2 अन्तर्गतको अर्को राउन्ड खेल्नेछ। त्यस्तै नेपाल प्रिमियर लिगको दोस्रो सिजन पनि नेपालले यसै वर्ष खेल्नेछ। सिजन कहिलेबाट स्टार्ट हुनेछ त्यसको अफिसियल जानकारी भने आएको छैन। त्यसै TU क्रिकेट ग्राउन्ड पनि निर्माणाधीन छ। सरकारले छिटै सक्ने गरी TU क्रिकेट ग्राउन्डको निर्माण गरिरहेको छ। यस पश्चात नेपालले आफ्ना विभिन्न लिगहरू TU क्रिकेट ग्राउन्डमा आयोजना गर्नेछ। केही राम्रा टिमहरूसँग लिग खेल्ने सचिव पारस खड्काले जानकारी दिएका छन्। होप फ्लोर लाइनमा खेलेको हामीले छिटै हेर्न पाऊँ। स्टुअर्ट ल आएपछि सुधारिएको नेपाली क्रिकेटले अब के चुनौतीहरू फेस गर्नुपर्ने छ त, ती चुनौतीहरूलाई कसरी सामना गर्नेछ भन्ने कुरा हामीले आगामी दिनहरूमा जानकारी पाउने नै छौँ। तपाईँलाई के लाग्छ, स्टुअर्ट ल आएपछि फर्ममा आएको नेपाली टोली के फर्ममै रहिरहला त? आफ्नो प्रतिक्रिया दिनुहोस् र नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण अपडेटको लागि हाम्रो च्यानल क्रिकेट बुक बाइ सुमनलाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।